नेपालको उत्तरपश्चिम भेग कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्ला। यही हुम्लाको चङ्खेली गाउँपालिका अन्तर्गत दार्मा क्षेत्रमा आज पनि जीवित छ धरतीसँग जोडिएको एक प्राचीन परम्परा भू पर्व। भू पर्व कुनै सामान्य चाड होइन, यो पर्व हो धरतीप्रतिको सम्मान, प्रकृतिसँगको सहअस्तित्व र पुस्तौँदेखि चल्दै आएको विश्वासको प्रतीक। दार्मामा भू पर्व खुल्ला आकाशमुनि मनाइन्छ। यहाँ न त मन्दिर नै छन् न त मूर्ति नै छन्, केवल ढुङ्गा माटो र आस्था छन्। यही सरलता नै यसको पुरातन विशेषता हो। गाउँका जेठा मान्छे, धामी, झाँक्री वा अगुवा व्यक्तिले कोदो, जौ, दुध, घिउ र स्थानीय अन्न धरतीलाई अर्पण गर्छन्। यसले बाली राम्रो होस्, रोग नलागोस् भन्ने कामना व्यक्त गर्दछ। भू पर्वको लिखित इतिहास नभए पनि मौखिक परम्पराले यस संस्कृतिलाई आजसम्म बचाइराखेको छ। आजका बालबालिका र युवाहरू यही भू पर्व मार्फत आफ्नो पहिचान र इतिहास सिक्दैछन्। यो संस्कृतिको निरन्तरता हो। भू पर्व केवल एउटा पर्व होइन, यो धरतीसँगको सम्झौता हो, प्राकृतिकसँगको सम्बन्ध हो र दार्मा हुम्लाको अमूल्य सांस्कृतिक धरोहर हो।